हेलो नमस्ते साथीहरू। अब चाहिँ तपाईँहरू फटाफट ब्रिटिस आर्मीको अथवा सिक्युरिटी पुलिसको चाहिँ फर्म भर्न सक्नुहुन्छ। र लिमिट टाइम मात्रै दिएको छ। फर्स्टमा चाहिँ तपाईँहरूले ब्रिटिस गोर्खा भनेर चाहिँ सर्च गर्नुपर्ने हुन्छ र ब्रिटिस गोर्खाको वेबसाइट आउँछ र यस्तो इन्टरफेस आउँछ। अनि तपाईँहरू गोर्खा रिक्रुटमेन्टमा गएर तल गएर चाहिँ यसमा चाहिँ सबै तपाईँहरूको मेडिकलहरू सबै देखाउँछ र अलिकति स्लाइड गरेपछि फेज 1 रेजिस्ट्रेसन देखाउँछ र फेज 1 रेजिस्ट्रेसनमा यसो देखाएपछि अनलाइन रेजिस्ट्रेसनमा थिच्नुपर्ने हुन्छ र अनलाइन रेजिस्ट्रेसन थिइसकेपछि तपाईँहरूको चाहिँ यस्तो टाइपको इन्टरफेस आउँछ। तपाईँले चाहिँ इन्टर गरेपछि तपाईँले ब्रिटिस आर्मी भिन्नै सिङ्गापुर पुलिस भिन्नै थाहा हुन्छ। त्यहाँ क्लिक गरिसकेपछि तपाईँको नागरिकता नम्बर चाहिँ कुनै पनि ड्यासहरू कमाहरू नराखिकन राख्नुपर्ने हुन्छ र सरनेम भनेको चाहिँ तपाईँको कास्टहरू र गिभन नेम चाहिँ तपाईँहरूको फ्रन्ट अथवा मिडल नाम राख्दा हुन्छ है। अनि डेट अफ बर्थ एक्ज्याक्ट डेट अफ बर्थ राख्नु होला, यसरी नै राख्नु होला। अनि मन्थ पनि राख्नुहोस्, अनि इयर पनि ठ्याक्क मिलेर राख्नुहोस् र डिस्ट्रिक्ट राख्नु चाहिँ नबिर्सिनु होला। अनि त्यहाँबाट मात्रै रेजिस्टर गर्नु होला है। अनि रेजिस्टर गरिसकेपछि तपाईँहरूको चाहिँ अब केही समयपछि चाहिँ तपाईँहरूलाई यो फर्म सकिसकेपछि तपाईँहरूलाई चाहिँ वेबसाइटबाटै अपडेट दिनेछ है। थ्याङ्क यू फर वाचिङ।